हेलो गाइज नमस्ते हजुर सबैजना फेरि पनि वेलकम छ है। आज चाहिँ म हजुरलाई के देखाउन जाँदैछु भने हाम्रो स्पेसल बनिँदैछ आज चाहिँ फिस र यो चाहिँ 2 पिस छ। 2 पिस चाहिँ एउटा चाहिँ मेरो साथीलाई है अनि एउटा चाहिँ मलाई है। अनि त्यहाँदेखि यो मसला चाहिँ हामीले अलरेडी बनाएर राख्छौँ यहाँनिर रेस्टुरेन्टमा। कुनै दिन टाइम भएछ भने हजुरलाई यो मसलाको रेसिपी पनि देखाउने छु कसरी बनाउँछ के बनाउँछ है। र मैले चाहिँ यो भर्खर कट सर्ट मारेर पनि म्यारिनेट गरिसकेको छु। यसलाई चाहिँ अब यहाँनिर प्लेटमा है यसरी राख्छु। यसलाई चाहिँ यसरी है सेलफोन हालेर अब 1-2 घन्टा जस्तै चाहिँ फ्रिजमा म्यारिनेट गर्न राखिदिने है। यसको मसलाले पक्रिन्छ नि त मजाले। जिन्जर, टमाटर, गार्लिक, अनियन अनि माई फेभरेट धनिया है। र अब चाहिँ यसलाई म एकछिन राख्छु किनभने चाहिँ अहिले पछि सस बनाउनमा काम लाग्छ है। अब सबैभन्दा पहिला चाहिँ म माछा फ्राई गर्छु। माछा फ्राई गरेर त्यसलाई चाहिँ हल्का 50% पाकिसकेपछि त्यसपछि सस बनाएर फेरि म ससमा पनि पकाउने छु है। सो स्टे ट्युन। सो अब चाहिँ यसलाई है यो माछालाई चाहिँ म्यारिनेट गरेर राखेको लगभग 1 घन्टा पनि धेरै भइसक्यो र ओइल पनि यहाँ गरम हुँदैछ। अब चट्ट फ्राई गर्ने है। मजाले सो यो चाहिँ है हामी चाहिँ हल्का टाल्यो है। तर पनि के छैन यतिको ठिकै छ है। यतिको पाकेपछि चाहिँ भइहाल्छ किनभने साथसाथमा अर्डर पनि आउँदै गर्छ है। त्यही भएर यसमा चाहिँ प्रपर ध्यान दिनु पाउँदैन क्या है। अझै एउटा फ्राई गर्नु छ अर्डर पनि हेर्नै पऱ्यो। सो अब अर्डर दिइसकेर हजुरलाई फेरि देखाउने छु। हाम्रो अहिलेको अर्डर चाहिँ यसलाई चाहिँ भन्छ हमोस है। यो चाहिँ हो वराकानाप, हमोस एन्ड वराकानाप। साथमा मैले अर्को माछा पनि राखिसकेँ। हाम्रो अर्डर चाहिँ यस्तो थियो र अब चाहिँ मेरो सबै कुरो एकदम रेडी भइसकेको छ साथीहरू है। र म चाहिँ अब सस बनाउनु जाँदैछु। मेरो है ससले चाहिँ एकदम पर्फेक्ट है मलाई जस्तो चाहिएको थियो त्यत्तिकै सेप लिइसकेको छ। अब चाहिँ यसमा माछा चुलुम डुबाउने है। सो हियर गो। यसलाई यसरी एकतिर यसको चाहिँ के भयो टाउको भर्खरै चुट्टियो तर नो वरी केही छैन है। यसरी यो चाहिँ के हो चेस्ट है खाँदै पनि गर्नुपर्छ। अब यो सस चाहिँ हल्का जबसम्म थिक है कडा बाक्लो हुँदैन। फाइनल लुक यस्तो छ साथीहरू। डिलिसियस लुक्स डिलिसियस। अब हेरौँ टेस्ट गर्दा कस्तो हुँदो रहेछ है अहिले। थ्याङ्क यू।